मानवता भनेको कस्तो हुनुपर्छ भनेर यी महान चेली गिबिना मगरबाट सिक्नुपर्छ। केही समय पहिला आफ्नो आमा र भाइलाई एकैचोटि गुमाएकी गिबिना मगरको जिन्दगीमा हरेक मोडहरूमा दुःख आइपरेको छ। त्यति मात्रै नभएर उनले आफ्नो दिदीलाई समेत गुमाइन्। गिबिनाकी दिदीको हराएको कुकुर आज फेला परेको छ। उनको आमाको प्यारो कुकुर समेत थियो, तर आज भेटिएपछि उनी निकै भावुक बनिरहेकी छिन्। उनको यो भिडियो, उनको यो सन्देशले अहिले मानवता झल्काइरहेको छ। त्यसो त उनले दुखी र गरिबहरूलाई सहयोग गर्ने गर्छिन्। उनले दुखी र गरिबलाई मात्रै नभएर उनी जनावरप्रति पनि निकै माया मोह देखाउने गर्छिन्। त्यसैले त आज उनले हराएको कुकुर भेटाउँदा यति धेरै खुसी बनेकी छिन्। वास्तवमा यो कुकुर मात्रै नभएर उनकी आमाको एउटा निशानी समेत रहेको छ। उनकी आमाको निकै प्यारो कुकुर थियो। आज उनकी आमा यो संसारमा नरहे तापनि उनको प्यारो कुकुर भने आज उनीसँगै छ। उनले एक कुकुरलाई नै हेरेर चित्त बुझाइरहेकी छिन्। वास्तवमै गिबिनाको यो महान कामलाई धेरैले सम्मान गर्नुपर्छ।